हेलो गाइज, वेलकम टु माई भ्लग। म चाहिँ अहिले स्कुल हिँडेको यता तल झरिसक्यो है। म चाहिँ यहाँ अहिले पुरानको घर जाने बाटोमा आइसक्यो। अब यहाँ यसो पुरानलाई पुग्न पर्ने हो। एकुरेसी गाइज पेट वासेस छविको घर, यो चाहिँ छविको घर हो। यहाँ चाहिँ अमितको घर हेरी खनेको 1 महिना भइसक्यो। घर बनाउनु चाहिँ साउनबाट अरे। अमित तिमी कता हौ? तिमीलाई त मैले धेरै बार नदेखेको। कहाँ हौ कमेन्ट गर है। तिमी असल देखा छैनौ त अमित, तिमी कता हौ? धेरै भयो अमितलाई नदेखेको। कता गएन कता गएन। पहिला त झर्थे, अचाल कता गएन। त्यो चाहिँ अमितको घर हेरी गाइस। 1 महिना जति भयो क्या खनेको। साउन्डबाट बनाउने अरे घर। ल गाइस, यो पनि आइसक्यो। अब हामी लाग्छौँ। हाम्रो स्कुल चाहिँ वहाँ देखियो है, ठ्याक्कै त्यो 3 लाख देखियो है। यहाँ वहाँ तल झर्ने अब। झर्दा चाहिँ छिटै झरिन्छ। अहिले चाहिँ हामी 2टा मात्रै हिँड्छ, अघि हिँड्छ। A few moments later. ओइ गाइस, हामी सिरे नाग्न लागिसक्यो। बाटो यस्तो है, यस्तो बाटो झर्नुपर्छ। यहाँ त डह्रो गाह्रो छ क्या ल्याउलाएर। हिउँदमा त ठिकै हो, बर्खा त ल्याउनु लाग्यो। यो चप्पल लाएर हिँड्नुपर्छ स्कुल पनि। यहाँ छ कि बिजोक। यहाँ त म त कति गुल्टेँ यहाँ त ल्याउलाएर। यहाँ फेरि हिउँदै बर्खै यस्तै हो कि पुऱ्याएन। यो धाराको पानी नि यहीँ आएर अझ बर्खा त पानी यहीँ। Wait for N. रुको जरा, सबर करो। लड्किसकेँ यहाँ म त। लड्किसकेँ नि। झन्डै गुल्टिन, कान्लो नभए त म गुल्टिरहेको भन्दै गुल्टिसक्यो। यहाँ चाहिँ सहिलै छ, सिडी छ। त्यहाँ माथि नि हो कि सिडी बनाउनु पर्ने। यहाँ मात्रै बनाएर ओह्राल चढ्नुपर्छ। अब यहाँ मन्दिर त सहिलै हो। हातभरि हिलैला अन्नै गुल्टिन नि यार। त्यो चाहिँ सहिलै छ। पुरानो चाहिँ तलतिर झरिरहेछ। म यता मासतिर झर्दैछु। अब यहाँ मन्दिर त यति हो क्या गाह्रो भनेको। ठुलो पानी आयो भने त यहाँ झर्न सकिन्न। उताको बाटो झर्नुपर्छ, ठुलो मेन रोड बाटो। कहाँ गरौँ बा? ए उहाँ चाहिँ कपुरदीको बाहेक है। पानी ठुलो आयो भने यो बाटो हिँड्नुपर्छ कि त्यो बाटो। हामी चाहिँ त अब रोडमा झर्न लागिसक्यो। यहाँ कल आइसक्यो। हेर्न सक्नुहुन्छ बाटोमा झरिसक्यो। यहाँ चाहिँ पहिरो खत्रै ठुलो गएको क्या। ए यहाँ आज यस्तो सुरु हो। ल ल ल ल ल चाँडो गर्नु पर्यो। ल पोच के हो त मामा? ठिक छ नि होइन? खै त शिव मामा
के छ ख्याम अङ्कल हजुर स्वागत छ हजुरलाई स्वागत छ के छ ठिक छ भिडियो बनाउँदै हिँड्ने ल हामी चाहिँ यता तल झर्छौँ यहाँ बाटो बनाउँदै रहेछन् पहिरो गएको थियो कि यहाँ त्यही भएर नाली चाहिँ क्लिन बनाएछन् सोर्दै गएछन् पुरानले गीत बजाउँदै हिँड्यो यसका हामीको दिल त गीत बजा ल स्कुलतिर गएको छु भेटौँ A few moments later. हाम्रो स्कुल यो आइदिनु होला सबैजना पढ्नलाई लागि राम्रो अध्ययन छ A few moments later. हामीले स्कुलमा लाइभ हेर्दै भलिबलको सुबेलाई अलि जुम गर नि त हेरेका जुम गर्नु पर्ने A few moments later. गाइज हामी चाहिँ अहिले स्कुलबाट छुट्टी भएर आइसक्यौँ मिलन र पुरन सर छाताबाट हिँडिरहन् डह्रो गर्मी है घाम छाता नभए हिँड्ने हिँड 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 हामी चाहिँ अहिले खाइन्डाँडा मासतिर लागिसक्यौँ खाइन्डाँडा नै नागिसक्यो अब लास्ट गर्मी हो छाताबाट हिँड्ने हो क्या हामीले फेरि मिलनले बहिनीलाई थर्काउँदै हिँडिहाल्छ आन्टी मिलनले थर्काइ गर्दो रहेछ मिलनले फेरि मिलन थर्काएर कि मलाई नि मिलनले मलाई दस थर्काउनु कि मिलनले हामी चाहिँ अहिले यहाँ आइसक्यौँ नि आऊ यिनी मिलनको बहिनी राख्ने हो क्या सबै किन के भएर A few moments later. अर्को भिडियो लिएर आउँदैछु सबैले हेरिदिनु होला सपोर्ट गर्नु होला गाइज बाई बाई